ल साथीहरू, यदि तपाईहरू पनि आफ्नै घरमा आफ्नै हातले बनाएको एकदम मजबुत बलियो स्टाइलिश गमला चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म वाच गर्नुहोस् है। अब हामीहरू के गर्छौं हैन, मार्केट जान्छौं नि, मार्केटमा एक प्लास्टिकको गमला किन्छौं, त्यो पनि 4-500 पर्छ। अब त्यसलाई ल्याएर घरमा केही वनस्पति फ्लावर रोप्छौं हैन। अब त्यो धेरै दिनसम्म टेका हुँदैन, थोरै खसिहाल्यो भने फुटिहाल्छ। अब आफ्नै हातले आफ्नै घरमा बनाउनुस्, यस्तो एक पुस्तासम्म चल्ने स्टाइलिश, हेर्दा पनि यस्तो लुक दिन्छ है साथीहरू। अब आफ्नै घरमा बनाउन सक्नुहुन्छ। त्यसको लागि धेरै खर्च गर्नु पनि पर्दैन, धेरै सामानको जरुरत पनि पर्दैन है। एउटा बकेट अनि थोरै सिमेन्ट हैन, अब त्यति भए चल्छ है। अब त्यो फर्म छ नि, फर्मको ठाउँमा काठ युज गर्नु पनि सक्नुहुन्छ। सबभन्दा पहिला सिमेन्ट हाल्दियो, त्यसमाथि माटो, माटोमा थोरै त्यो फर्मले अब गट्टा बनायो है, त्यसमा त्यो फर्म निकाल्यो भने त्यसमा उ भन्छ नि त, तल सिमेन्टमा जोडिन्छ माथिको सिमेन्ट। एकदमै सजिलो के, जो कोहीले पनि बनाउन सक्छ सजिलै तरिकाले। ल हेर्नुहोस्, अब थोरै त्यो तार जस्तो हैन, तारको पनि युज गर्दो रहेछ, यी बलियो हुनको लागि हो है। ल हेर्नुहोस्, अब 4-500 किन खर्च गर्ने हैन। अब थोरै सिमेन्ट हैन, अब बकेट त सबैको घरमा होला। त्यो बकेट खेर जाने होइन है साथीहरू, पछि युज गर्न सक्छ त्यसलाई। अब यो सिमेन्ट सुकेपछि हैन, त्यो सिमेन्टलाई निकाल्यो भने त्यो बकेट कहीँ जाँदैन, केही पनि हुँदैन, त्यसलाई युज गर्न सकिन्छ फेरि। ल हेर्नुहोस्, कति राम्रो हेर्नुहोस् है। अब लास्टमा त्यसमा कलर भर्छ नि, तब लुक दिन्छ कि यसले, यस्तो लुक दिन्छ नि, ट्याक्क घरको साइडमा राख्ने हो भने हेर्ने लायक हुन्छ के। ल तल चाहिँ त्यो भन्छ नि येलो कलर, माथि चाहिँ ब्राउन कलर जस्तो के अलगै कलर छ है। अब के कलर भन्ने यसलाई, ल ट्याक्क पारेर है।